मजाले टक्कसँगले घुम्न आज पाहाडमा होइन देख्न सक्नुहुन्छ यताको भ्यू नजारा। अनि हाम्रो चाहिँ आज ठुलो पार्टी छ क्या पाहाडमा गाइस। त्यही भएर उहाँले मेरो साथीले चाहिँ बोकेर हिँड्दैछ। आज यसको अन्तिम दिन होला। आज हामी यसलाई टक्कसँगले खाने विचार गरेर हिँडिरहेको छौँ। यहाँ त्यही पनि पाखामा यस्तो पाखाबाट टक्कसँगले बोको किनेको थियो बोको हिजो। अनि ट्याक्कसँगले आज अठ्याएर सलक्क लिएर गएर छौँ गाइज। अनि यता देख्न सक्नुहुन्छ यस्तो रमाइलो छ त्यस्तो छ होइन। रमाइलो भइरहेछ टक्क घुम्नलाई। उफ्रिँदैछ गाइज त्यसलाई। अब त जति उफ्रे पनि अब हाम्रो फन्दामा परिसक्यो कतिसक्यो उफ्रिने। अब त्यसको आज गाइज देख्न सक्नुहुन्छ कराउनै सक्दैन यो पाहाडबाट खेदेर उठेको। यो चाहिँ मेरो साथी टक्कसँगले हामीले यसलाई यत्रो बोकेर 8-9 हजार रुपियाँ हालेको किनेको गाइस देख्न सक्नुहुन्छ। आज यसलाई टक्क आज यसको शीतल यहाँ गजब होइन यसले नगरौँ यसलाई भरे हानिहाल्नु चाहिँ के माया गर्नु नि राख्ने त अब यस्तोमा गाइस खराहरू पनि हुन्छ यस्तोमा चाहिँ। अनि मेरो साथीहरू ट्याक्ने लात्ती हान्दैछ। लात्ती हानेर खरा भेटिँदैन गाइस। इधर का नज़ारा मैं एक बार फिर से दिखाता हूँ गाइज। देखो ऐसा इधर का नज़ारा बहुत बढ़िया नज़ारा इधर के। अब मैं चला वो रास्ता भी थोड़ा सा खड्डा है, गिर गया तो बहुत बुरा होता है। अब कोई टेंशन नहीं लेने का, हम मैनेज करेंगे गाइस। हिंदी थोड़ी बोलना हमसे दे रही है ना हजुर। कुन चाहिँ खोइ ए खोइ कुन त हौ मलाई पनि थाहा भएन। अनि गाइस देख्न सक्नुहुन्छ ट्याक्कसँगले त्यहाँ मुनि वस्तुहरू मजाले चलेर लगाएर बसिरहेको गाइस। यहाँबाट अलिक मजाले देखिँदो रहेछ। जुम गर्छु यहाँनिर छ टक्कसँगले चलेर बस्नु मजाले बसेर गएर फाटै फाट्छ। जति खायो नि त्यसलाई पुग्ने घाँस छ गाइस। त्यही भएर साथीहरू अगायो होला बसिरहेको छन् होइन। यस्तो टक्क पाहाडमा पनि यस्तो लिकमा नि टक्क रोड पुगिरहेको छ गाइस। देखा है तुझको जब से है मैं तो हिल गया, लगता है मेरे सीने में दिल निकल गया। राष्ट्रिय छ मेरो चिप्लो छ गाइस। यस्तो बवाल छ के भन्यो अरे पलट इधर पलट रे। मैं तुझे किरता हूँ क्यों पलट, अरे पलट तेरा ध्यान किधर है ये तेरा हिरो इधर है। यो पहिलाको बाजेहरूले पार्नु भएको होला यस्तो। यो मेहनती लास्टै मेहनती हुने है पहिलाको मान्छेहरू होइन। यस्तो मेहनती हुनुहुन्थ्यो गाइज है मान्छेहरू। अहिलेकोहरूको हालत बहुत बुरा है गाइज। हम क्या बोल सकते इस बात में, हम कुछ नहीं बोल सकते। अक्का गाइज म अहिले हजुरलाई गोठहरू गोठ्ने देखाउँछु है। म सरक्क लाएर निदाउनु खोज्दैछ अरे गाइज। यो निदाउनु नि हो अनि यो निदाउँछ नि जता पनि गाइस फाटै फाट देख्न सक्नुहुन्छ। यहाँनिर लास्टै राम्रो छ गाइस यो ठाउँ है। यो ठाउँ चाहिँ मुङसिरे डाँडा भन्ने ठाउँ हो। मुङसिरे डाँडामा गाइस हामी चाहिँ अहिले टक्कसँग गोठमा आइपुग्यौँ होइन। मेरो बाटो अप्ठ्यारो छ है।
अनि गोठ चाहिँ यस्तो छ है, लामो छ परैसम्म टक्कसँगको। अब हामी यसलाई थुन्छौँ। हो यो चाहिँ भेडालाई अनि बाख्रालाई नुन खुवाउनु ठाउँमै गाइस, यो ढुङ्गाहरू भएको चाहिँ लु थुनौँ है। यस्तो मुनि थुन्ने हो। अब हामी चाहिँ यसलाई गाइस थुन्न जाँदैछौँ। झनै लड्यो यार, यहाँ त्यस्तो छ। यो चाहिँ पहिला यहाँनिर ओहो ल खोइ लु बस आनन्द बस। वहाँ नि आगो बालेछ गाइस। आज हाम्रो यहाँ हो, आज यहाँ यसलाई नि यहीँ थुनिदिएको छ गाइस। है त बस, किन खुट्टो खटाखटै गर्छ जस्तो गर्छ त यो। ए ल हामी अब थुन्छौँ गाइस। यहाँनिर चढ्दैछन् एकदमसँगले भैँसीहरू गाइस। यहाँ पनि यस्तो छ फाट आएकोसँग ठुलै छ यहाँ नि गाइस। हो यो के को बोटो गाइस, चिन्नेले कमेन्ट गर्नु होला है त। यता छ है, यो चिन्नेले एकदम कमेन्ट गर्नु होला गाइस। म हजुरलाई मुनिदेखि देखाइन्छ फेदबाटै, तर यो चिन्ने चाहिँ पऱ्यो है। चिन्नेले कमेन्ट भन्नु कि एकदम ओपी गर्नु पऱ्यो गाइस टक्कसँगले। यस्तो छ यो चाहिँ, चिन्नेले कमेन्ट गर्नु होला गाइस। यहाँनिर यहाँ धेरै छ, अलिकति मात्र धेरै छ यहाँनिर, यति धेरै छ। यो यस्तो हो गाइस। यो भनेको कहाँबाट आएर सर्यो पनि थाहा छैन। यो ओरिजिनल पनि होइन होला सायद, होइन ठिक छ, केही छैन। ल गाइस, अहिले चाहिँ हामी जान्छौँ। अहिलेको लागि बाई बाई।